हेलो हेलो साथीहरू नमस्ते सन्चै हुनुहुन्छ। ओहो यो जेठ महिना पनि कति धेरै गर्मी है। यहाँ हेर्नु न मेरो चाहिँ धमाधम ओके खाना रेडी हुँदैछ। मैले चाहिँ यता आँपको अचार पनि टक्कसँगले मिठो अमिलो पिरो टक्क अचार बनाउँदैछु। यहाँहरू सम्पूर्णले त आँपको अचार पनि हालिसक्नुभयो है। हामीले धेरै भिडियोमा देखिरहेको हुन्छौँ टिकटक मार्फत। म चाहिँ भर्खरै मलाई चाहिँ साइज जुँदैछ, केही छैन, ढिलो चाँडो भए पनि आखिर अचार त अचारै हो। अब यसरी मजाले सबै मसलाहरू राखेर मैले तेल मसलाहरू राखेर नुन हर्दी आवश्यक पर्ने जति पनि सामानहरू राखेर मैले मिठो अचार यहाँ तयार गरिसकेको छु। अब यो अचारलाई म यो 1914 को बोतल बन्नको कारण के हो भने यो निकै धेरै वर्ष अगाडिको बोतल एकदमै जतनले राख्नुभएको अरे हाम्रो प्यारी आमाले। अब यो बोतलमा म अचार सबै राखेर मजाले खादी अचारलाई यो बोतलमा भर्छु। अनि त्यसपछि यो अचारलाई म घाममा राख्छु। 2-3 दिन घाममा देखाएपछि यो अचार खानको लागि रेडी हुन्छ। यो पछि खाँदा नै हुन्छ। मलाई त एकदम मिठो लागेर मैले त ओहो अचार मजाले खाएँ है त। यस्तो मिठो भइरहेछ यो अचार। ल है साथीहरू हजुरहरूलाई पनि चाहिन्छ भने मसँग कन्ट्याक्ट गर्नुहोस् है त। ओके एभ्रिवान स्टे ब्लेस्ड स्टे ह्याप्पी। यहाँहरूको दिन शुभ रहोस्।